हेलो। हेलो, सन्चै छौ? ठिक छु। तिम्रो के छ? ठिकै छ मेरो पनि। अनि आज कताबाट सम्झ्यौ त? सम्झना त सधैँ सम्झिराखेकै हुन्छु नि, तर तिमीलाई फुर्सद हुन्छ कि हुन्न भनेर फोन पो गर्न सक्दिनँ। मैले पनि आज चाहिँ तिम्रो बारेमा सम्झिरहेको थिएँ। कस्तो संयोग, आज नै तिम्रो फोन आयो। के सम्झिन्थ्यौ मेरो बारेमा? मेरो कोठा बाहिरको रुखमा कति धेरै चराहरूले गुण लाएर बसेका छन् कि, अनि बिहानै बिहानै कति कराउँछन् ती चराहरू। तिमीलाई याद छ स्कुलको कविता प्रतियोगितामा तिमीले एउटा कविता सुनाथ्यौ नि चराहरूको बारेमा? हो, त्यही कविता सम्झे थिएँ ती चराहरूलाई देख्दा। नौमा पढ्दा होइन? मलाई याद छ त्यो कविता। म फर्स्ट पाएको थिएँ त्यो प्रतियोगितामा। मलाई पुरस्कार जिताएको त्यो कविता कहाँ बिर्सिन्थ्यो र? तिमीले जहिले पनि जित्थ्यौ, पढाइमा होस् या कवितामा। त्यो त हो, तर एउटा कुरामा भने म हारेँ। के कुरामा? प्रेममा। प्रेममा हारेको मान्छे। रातो कुर्ता सुरुवाल लगाएर टाढाबाट मतिर आइरहेकी थियो। जति जति मेरो नजिक आउँदै थिए मेरो मुटुको धड्कन त्यति नै बढिरहेको थियो। उसलाई आउँदै गरेको देखेर आँखाहरू भने झिमिक्क गर्न पनि मानिरहेका थिएनन्। दुर्गा मन्दिरको पछाडिको चोकमा उसले मलाई भेट्नको लागि खबर पठाएकी थिए। त्यो खबर पाएदेखि मनमा अनौठो खालको छटपटी चलेको थियो, जुन छटपटी पहिले कहिल्यै चलेको थिएन। के भन्नको लागि बोलाएकी हो, अब के हुने हो, मनभित्रको आँधी थामिएको थिएन। दशैंको छुट्टी हुनुभन्दा अघिल्लो दिन उसलाई एउटा प्रेम पत्र पठाएको थिएँ साथी मार्फत। अष्टमीको दिन मन्दिरबाट फर्किँदै गर्दा मन्दिरनिरको चोकमा मलाई भेट्न आएकी थिए। निधारमा रातो टिका, हावाले उडाएको केस अनि रातै कुर्ता सुरुवाल कति राम्री देखिएकी थिए। काँधमा अडाएको सल मिलाउँदै ऊ मेरो नजिकै आइपुगी। म केही नबोली उसलाई एकहोरो हेरिरहेँ। उसले भेट्न बोलाउनुको कारणबारे सबै कुरा एकैछिनमा थाहा भयो। उसले पहिले एउटा कागजको पानालाई धुजा धुजा पारी मेरो अघिल्तिर छरपष्ट हुने गरी फ्यालिदिए। त्यो कागजको पाना अरू केही थिएन, मैले नै उसको लागि पठाएको प्रेम पत्र थियो। त्यसपछि ऊ बोली, के सोचेको छौ आफूलाई? डिएसपीको छोरा हौ भन्दैमा जसलाई पनि लभ लेटर पठाउँदै हिँड्न सक्छौ? आइन्दा मेरो बारेमा यस्तो उस्तो सोच्यौ भने सिधै प्रिन्सिपलकोमा कम्प्लेन गरिदिन्छु। यति भनेर ऊ फरक्क फर्केर गई। मेरो मुखबाट एक शब्द निस्किएन। मेरो प्रेम पत्र टुक्रा टुक्रा भएको देखेर यति धेरै दुःख लागेन मलाई, बरु मलाई त कस्तो मिठो अनुभूति भइरहेको थियो जब ऊ मेरो यति करिब आएर मसँग आँखा जुधाएर बोलिरहेकी थिए। गाली नै किन नहोस्, उसले बोलेका हरेक शब्दहरू प्रतिध्वनि बनेर गुन्जिरहेका थिए। मनमा एक खालको प्रसन्नता अनि उत्साह जस्तो महसुस भइरहेको थियो। उसलाई यति नजिकबाट कहिले देखेको थिएन। उसको मेरो क्लास एउटै भए पनि सेक्सन फरक थियो। गाली पनि कति थोरै गरेकी। अझै केही बेर उसले गाली गरेको सुनिरहन मन लाग्यो। उसको गाली र धम्की रूपी बोलीमा पनि कस्तो मिठास भरिएको थियो। सायद माया भनेको यही नै होला। माया लागेको मान्छेको गाली पनि सुनिरहँ झै लाग्ने। उसले मेरो प्रेम प्रस्ताव अस्वीकार गरे पनि मनले उसलाई माया गर्न छोडेको थिएन। आकर्षण होइन, चोखो माया जो गरेको थिएँ उसलाई। यति सजिलै कहाँ हार खान सक्थे र? स्कुलकै 4-5 जना केटीहरू मेरो लागि मरिहत्ते गर्थे, तर अरूलाई वास्ता नगरी म भने उसकै पछाडि परेको थिएँ। अरू साथीहरूले भन्थे, ह्या त्यस्ता भाव नदिनेको पछाडि किन लागिरा? त्योभन्दा राम्री त त्यो पुष्पा छे, आकृति छे, सृष्टि छे, तिनीहरूले कति मन पराउँछन् तँलाई। तर त भने त्यही मन्दिरा भनेर मरिमेट्छस्। के छ र त्यो मन्दिरामा? त्यस्तो धेरै राम्री पनि त छैन। साथीहरूले जति सम्झाए पनि मेरा नजरले भने मन्दिरालाई नै संसारकै सुन्दर र प्रिय देख्थे। 9 कक्षामा पढ्दादेखि पछि परेको थिएँ। 12 कक्षा पढ्दा उसको मन जित्न सफल भएँ। उसले जतिसुकै गाली गर्दा पनि उसलाई पटक पटक प्रेम पत्र पठाउन छोडिन। मेरो 11औं प्रेम पत्र पश्चात उसले मलाई एक दिन भेट्न बोलाई, त्यही दुर्गा मन्दिरको चोकमा। त्यो भेटमा मैले उसको गाली खाइन। ऊ यसपटक अलिक परिपक्व जस्तो गरी बोल्दै थिए।
तिमी कस्तो जिद्दी मान्छे है, मलाई धोका त दिन्नौ नि। उसको यति वाक्य सुनेपछि म भित्र खुसीको वर्षा नै भयो। आँखाबाट आँसु झर्ला जस्तो भयो। म आफूले आफैलाई धोका दिउँला, तर तिमीलाई कहिल्यै धोका दिन्न। तिम्रो माया पाउनको लागि जे पनि गर्न तयार छु। मैले मनैदेखि यी शब्दहरू बोलिरहेको थिएँ। फिल्मको डायलग जस्तै कुरा नगर भो, बरु हाम्रो बारेमा 5-6 वर्ष कसैलाई थाहा नहोस्। पढाइ र करियरमा फोकस हुने बेला हो यो। घरमा थाहा भयो भने बिहे गरेर पठाइदिन्छन् फेरि। उसको कुरामा सहमति जनाउँदै मैले हाम्रो प्रेम सम्बन्धलाई गोप्य राख्ने वाचा गरेँ। मेरो मिल्ने साथीहरूलाई समेत भनिनँ मैले यो कुरा। उसँग प्रेममा डुबेपछि मलाई यो संसार नै अलग लाग्न थालेको थियो। मलाई साथीभाइसँग घुम्न डुल्न पनि मन लाग्न छोडेको थियो। मन्दिराको बुवा आमाको रेस्टुरेन्ट थियो। उनीहरू मध्यमवर्गीय परिवारका थिए। केटाहरूले उसलाई चाउमिनवालाकी छोरी भनेर जिस्काउँथे। मैले तिनीहरूलाई गाली गर्थेँ। मन्दिराले कलेज छुट्टी हुँदा आफ्नै रेस्टुरेन्टमा बुवा आमालाई सहयोग गर्थे। म साथीहरूसँग उसको रेस्टुरेन्टमा जान्थेँ। साथीहरूबाट नजर छलेर मैले उसलाई हेरिरहन्थेँ। उसलाई भेट्नको लागि भोक नलागे पनि उसको रेस्टुरेन्टमा जान्थेँ म। एक दिन बुवा रिटायर्ड भएपछि हामी त्यो सहर छोडेर अर्कै सहर जाने भयौँ। मलाई मन्दिरासँग छुटेर जान मन थिएन, तर यो सम्भव पनि थिएन। आखिर छुटिनु नै पर्ने भयो। छुट्नुभन्दा अघि मैले उसलाई भेट्न महिनामा एकपटक आउने छु भनेर वाचा गरेँ। त्यही वाचा अनुरूप टाढा गए पनि म उसलाई भेट्न आइरहन्थेँ। म आएपछि उसलाई लिएर टाढा टाढा घुमाउन लग्थेँ। दिनभरि एकअर्कासँग समय बिताउँथ्यौँ हामी। मैले गाडीको ड्राइभिङ लाइसेन्स निकालेको दिन पहिलोपटक बुवाको गाडी लिएर म उसलाई भेट्न गएको थिएँ। त्यो दिन उसले मसँग गाडीमा बसेर टाढा जान असहज मानेकी थिए। उसले भनेकी थिए, तिमी अबदेखि बाइकमै आऊ ल। बाइकमा जस्तो आत्मीयता गाडीमा लागेन मलाई। जब तिमीले आफ्नै कमाइले गाडी किन्छौ नि, त्यो दिन मात्र मलाई तिम्रो गाडीमा बस्न सहज हुनेछ। उसको चाहनाको कदर गर्दै मैले त्यसपछि उसलाई भेट्न आउँदा बाइक मात्र लिएर आउन थालेँ। उसको कुराले मलाई साँच्चै नै महसुस भयो कि जबसम्म म आफ्नै कमाइले गाडी किन्न सक्दिनँ, तबसम्म म गाडीमा राखेर आफ्नी प्रेमिकालाई घुमाउन काबिल हुने छैन। त्यसपछि मैले पढाइसँगै आफ्नो करियर बनाउनतर्फ पनि फोकस हुन थालेँ। मैले जागिर पनि पाएँ। त्यसपछि उसको र मेरो भेट कम हुन थाल्यो पहिलेभन्दा। उसलाई भेट्न जान पनि समय मिलाउन गाह्रो हुन थाल्यो। अब कति दिन लुकीचोरी डेटिङ जानु, बरु घरमा कुरा गरेर बिहे नै गर्नुपर्छ भनेर मैले उसँग भने। उसले आफू अझै 2 वर्ष बिहे गर्न नचाहेको बताई। 1 हप्ता मात्र भएको थियो उसँग भेटेर आएको। एक दिन उसको एउटा चिठी पाएँ मैले। हतार हतार चिठी खोलेर हेरेँ। लेखिएको थियो, प्रिय मान्छे, तिमीसँग जति पनि समय मैले बिताएँ त्यो मेरो जिन्दगीको एकदमै रमाइलो पल रह्यो। खासमा मैले तिमीलाई मनैदेखि कहिले पनि माया गरेकी रहेनछु। तिमीलाई जति इग्नोर गर्दा पनि तिमी मेरो पिछा परिरह्यौ। त्यो देखेर साथीहरूले पनि भन्न थाले कि ओ जस्तो केटा तैँले कहिले पनि पाउने छैनस्। यस्तो घमण्ड छोड, उसलाई स्वीकार गर। सबै केटीहरू उसको पिछा परिरहेछन्, ऊ भने मात्र तेरो पिछा परिरहेछ। तर पनि तैँले उसलाई इग्नोर गर्छिस्। सबैको कुरा सुन्दा मलाई पनि तिम्रो कता कता माया लागे जस्तो भयो। अनि तिमीसँग नजिक भएँ। जब मेरो अरू कसैसँग बिहेको कुरा चल्न थाल्यो घरमा, त्यसपछि मलाई तिम्रो माया कम लागेको जस्तो महसुस हुन थाल्यो। मैले जबरजस्ती आफ्नो मनलाई तिमीप्रति मोड्न कोसिस गरेँ। तर मेरो मनले मानेन। मेरो मनलाई मैले जति नै तिमीतिर लगाउन खोजे पनि सकिनँ। मलाई माफ गर। तिमी योग्य बन, राम्रो करियर बनाऊ। म तिमीलाई सधैँ राम्रो होस् भन्ने कामना गरिरहन्छु। तर माया भने म उसैसँग गर्न सक्छु जोसँग मेरो अब छिट्टै बिहे हुँदैछ। अब मलाई भेट्ने कोसिस नगर्नु, मलाई बिर्सेर अगाडि बढ्नु। मैले तिमीसँग यो कुरा कहिले पनि भन्ने आँट गर्न सकिनँ। हो म धोकेबाज हुँ, मलाई गाली गर, जेसुकै भन, तर अब मेरो बिहे र मेरो खुसीमा तिमी दुखी नहौ ल। उही तिमीले सधैँ माया गर्ने चाउमिनवालाकी छोरी। उसको चिठी पढ्दा पढ्दै आँसु कतिखेर खसेछन् थाहै भएन। उसले मेरो पहिलो प्रेम पत्रलाई टुक्रा टुक्रा पारेर मेरै अगाडि फ्यालिदिँदा यति दुःख लागेको थिएन।
दुःख त यति बेला लागिरहेको थियो जब उसको सिङ्गो पत्रले मेरो मुटुलाई टुक्रा टुक्रा पारिदिएको थियो। जीवनमा पहिलोपटक कसैलाई साँचो प्रेम गरेको थिएँ, त्यो प्रेममा म हारेको थिएँ। मेरो साँचो प्रेमले पनि उसको मन जित्न कहिल्यै सफल भएन। जीवनमा हरेक कुरामा सफल भए पनि मलाई सधैँ एउटै कुराको हार महसुस भइरह्यो। साँच्चै अरू जतिसुकै सफलता पाए पनि जब प्रेममा हारिन्छ नि, त्यो जस्तो पीडा कुनै पनि हारमा नहुँदो रहेछ।